नमस्कार र स्वागतम सबैजनालाई। आजको हाम्रो पोडकास्ट कार्यक्रम अध्ययनलाई जीवनसँग कसरी जोड्न सकिन्छ त, चाहे विद्यार्थीले होस् या अरू। अध्ययनलाई यसरी हामीले चाहिँ एउटा साँघुरो घेराभित्र राख्ने कुरा हो। यो चाहिँ जीवन, अध्ययन र समाजको निरन्तर सम्बन्ध, सहसम्बन्ध रहन्छ। र अध्ययनले समाज बुझ्ने, जीवन बुझ्ने, हैन, यसका आन्तरिक बाह्य पक्षहरू सबैलाई विश्लेषण गर्ने, यसका चाहिँ अवसरहरू, चुनौतीहरूको समालोचना गर्ने र एउटा चाहिँ उन्नत जीवन, उन्नत समाज निर्माणमा यसलाई थप बढोत्तरी दिन आफ्नो भूमिकाहरूलाई सुनिश्चित गर्ने, भूमिकाहरू खेल्ने भन्ने हुन जान्छ। तपाईले यस विषयमा आफ्नो विचार राखिदिनु भएकोमा धेरै धन्यवाद। अध्ययनलाई जीवनसँग कसरी जोड्न सकिन्छ त, चाहे विद्यार्थीले होस् या अरू कुनै पनि सामान्य नागरिक अथवा सामान्य समाजको सदस्य होस्, अध्ययनलाई आफ्नो जीवनसँग कसरी जोड्ने? धन्यवाद। अध्ययन भनेको वास्तवमा जीवनको अभिन्न अङ्ग हो। यो जीवनको चाहिँ एउटा महत्त्वपूर्ण भाग पनि हो। अध्ययन गर्दै जाँदा जीवन बुझ्दै जाने, समाज बुझ्दै जाने, गतिविधिहरू बुझ्दै जाने, हाम्रा क्रियाकलापहरूलाई अझै चाहिँ निखार बनाउँदै जाने, हाम्रा सिपहरूलाई विकास गर्दै जाने हो अध्ययन भनेको। अध्ययनले हामीलाई एक किसिमले जानकारी दिन्छ, अध्ययनले हामीलाई सिप दिन्छ, अध्ययनले हामीलाई व्यवहार दिन्छ। तीनवटा कुरा दिन्छ अध्ययनले। पहिलो जानकारी दिन्छ कुनै पनि विषयको भने, त्यो सँगसँगै अध्ययनले के दिन्छ, चाहिँ सिप विकासमा चाहिँ टेवा पुर्याउँछ। र व्यवहार चाहिँ कुन अवस्थामा, कुन समय सन्दर्भमा, कुन परिस्थितिमा कसरी व्यवहारहरू गर्ने, कसरी काम कर्तव्यहरू गर्ने भन्ने एउटा चाहिँ व्यवहारहरू दिन्छ। यसरी हेर्दा हामीले अध्ययनलाई चाहिँ महत्त्वपूर्ण चाहिँ जीवनको अङ्गको रूपमा ग्रहण गर्नुपर्छ र यसलाई जीवनोपयोगी बनाउन हामीले जान्नुपर्छ, सिक्नुपर्दछ। विद्यार्थीले पास गर्नको लागि अध्ययन गर्ने होइन, अथवा परीक्षाको लागि मात्रै अध्ययन गर्ने होइन, र जीवनलाई सार्थक बनाउन, बुझ्नलाई, अनुभूति गर्नलाई, होइन, सिपहरूको विकास गर्नलाई, होइन, एटिच्युडहरूको विकास गर्नलाई, हाम्रो व्यवहारहरू परिवर्तन गर्नलाई, होइन, समाजसँगलाई चाहिँ जोड्नलाई, पेसागत विषयहरूलाई झन बढी दक्ष बनाउनलाई, आफ्ना कर्तव्यहरूलाई झन उन्नत बनाउनलाई अध्ययनलाई हामीले प्रयोग गर्नुपर्छ। र अध्ययनलाई एउटा निरन्तर प्रक्रिया, काम, अध्ययन, सोच, यसको चाहिँ एउटा निरन्तर प्रक्रियाको रूपमा अध्ययनले हाम्रा कामहरू, हाम्रा जीवन क्रियाकलापहरूलाई उन्नत बनाउने, त्यो जीवन क्रियाकलापहरूले उन्नत सोचहरू निर्माण गर्ने, उन्नत सोचले फेरि हाम्रा जीवन क्रियाकलापहरूलाई उन्नत बनाउने, यो खालको चाहिँ हाम्रो एउटा चाहिँ सर्कुलेटिभ, होइन, एउटा चाहिँ परिक्रमागत चाहिँ एउटा विकास गराउँछ, परिक्रमागत बाटोको विकास गराउँछ। हाम्रो सोचको विकास, होइन, हाम्रो धारणाहरूको विकास, हाम्रा त्यो धारणाहरूको विकासले हाम्रा कर्महरूको विकास, हाम्रा व्यक्तिगत चाहिँ व्यवहारहरूको विकास हुन्छ। फेरि त्यो व्यक्तिगत व्यवहार र कर्महरूले फेरि हाम्रा सोचहरूको चाहिँ उन्नत सोचहरूको निर्माणमा टेवा पुर्याउँछ। यसरी यसको चाहिँ अध्ययनको एउटा चाहिँ कारणले, होइन, अध्ययन, विश्लेषण, सोच र अनुसन्धानका कारणले हाम्रा सोच र हाम्रा कर्महरूलाई जोड्ने काम गर्छ, अझ बढी उन्नत बनाउने काम गर्छ। र यो चाहिँ एउटा सर्कुलेटिभ मुभमेन्टमा यो चाहिँ अगाडि बढ्छ। अध्ययन बिनाको जीवन चाहिँ एउटा चाहिँ धेरै कुराहरू बुझ्न, अनुभूत गर्न र व्याख्या गर्न सक्दैन। र त्यसमा एउटा जीवनलाई चाहिँ रम्न, जीवनलाई बुझ्न, जीवनको आन्तरिक बाह्य पक्षहरूलाई बुझ्न चाहिँ सक्दैन।